मान्छे त हो त यार मान्छे यार खत्तम भयो यार बर्बादै भयो नि दमकल समकल आउने ठाउँै छैन यस्तो बनाएर हुन्छ एयरपोर्ट एउटा त छ यहाँनिर मान्छे हो यार मान्छे त हो नि यार यो मान्छे त निकाल न यार यो मान्छे निकाल न यहाँ छेउमा छ यार मान्छे के यार हात साथ यार आम्मा कस्तो उडेको थियो मान्छे पनि यार हैन त मान्छे ल सब खत्तम भयो यार बर्बाद भयो नि मान्छे त यार हैन त फोनमा रात यार म त त्यहाँ म यही पड्केको च्याट गरेर बसिरहेको थिएँ म त्यहाँ पड्केको मान्छे है वहाँ पे यो पड्केको छ यार हट तेरी यार यति हेर्न ठुलो ठुलो प्लेनै पड्केको छ नि यार मान्छे यही भइरहेको छ यार कत्रो त्यहाँ गइरहेको छ हेर न यार यहाँ आउने छैन के यार यहाँ त पुरै प्लेन पड्केर यार बर्बाद भइरहेको उ यहीँनिर ढल्दाएको छ यही ढल्यो यार मान्छेहरू उ खुट्टा त्यहाँतिर छ उ कोहीको उ यहाँ एउटा यहाँ एउटा उच्च मान्छे त्यहाँ आउँछ यहाँ जाउँ यहाँ पुरै उपरको खुट्टा उ त्यतिर छ उ गनाइरहेको छ नि पुरै कुन चाहिँ खुट्टा त चुडेर गरे चाहिँ गनाइरहेको छ कुनामा खुट्टै चुडेर गरे दिइहाल्यो नि कुनामा एकजना छ यो बोलेको भाइ परमानन्द केही भेट्दैन अब यसमा अब यसमा के भेट्छ होइन ऊ यहाँको मान्छे र त्यो भित्ताको मान्छे चाहिँ ऊ गरे भए हुन्थ्यो नि यार त्यहाँ भित्र माथिबाट पनि मान्छे छ ऊ त्यहाँबाट पनि मान्छे छ म त भुइँचालो गए जस्तो लाग्यो म त ऊ यहाँ टोइलेटमा आएको थियो है गेट मात्र आइपुगेको ट्याक्क ऊ त्यहाँ छोयो कि सुइया गऱ्यो त्यहाँ छुने बित्तिकै सुइया गऱ्यो अनि त्यहाँबाट यहाँ आएर ब्याङ म कहाँ भागेको म त अनि उहाँ भित्र आउँछ ऊ मान्छे उहाँ भित्र त ऊ त्यहाँ हुन्छ नि ऊ यहाँ मान्छे कस्तो डाँडामा बसेर हेरिरहेको यार पस्नु मान्छे यहाँ नजिक आएर उ गरे त हुन्छ नि यार यताबाट आउने नि उता मान्छे भित्तामा लोकल प्लेन हो पानी हाल्नु हुन्छ ऊ यहाँ छ ऊ उहाँ पर भित्ताको चाहिँ बिचरा मान्छे डढेर त्यो हेर्दा त ठुलो प्लेन हो क्या यति हो हानेर त के गर्नु
केही छैन नि अब मान्छे त कुनै पनि मरिहाल्छ नि बाँच्ने त चान्सै छैन सब खतम भइसक्यो सब आयो क्या कहाँ माथिबाट अब त आउनु बस्तीपट्टि आएन है अनि बस्तीपट्टि आएन नि बाटोमा त जान मान्छे देखिन त भाइ मैले म